यस यो युटर्न युटर्नले कल्चर पनि सिकाउँछ। त्यसको लागि पनि सिक्नुपर्ने रहेछ कि रहन्छ होइन। सिकेर कहिले पनि सानो हुँदैन, सिकेर कहिले पनि सकिँदैन। अर्को कुरा म यो हर्स थेरापी एपी थेरापीमा के भन्छु भने योभन्दा माथि उपचार गर्ने, यहाँ हेर्नुहोस् है, योभन्दा माथि राम्रोसँग बुझ्नु हजुरले, योभन्दा माथि यहाँ चाहिँ ब्लड भ्यासल्सहरू भन्ने हुन्छन् है। हाम्रो केस जस्तै सानो सानो नसाहरू, म प्रसङ्गमै छु है, प्रसङ्गभन्दा बाहिर छैन। अनि सानो सानो नसाहरू यो चाहिँ बाँक्रोको डालो जस्तो हुन्छ। यहाँ यो कति बेला देखियो भने डाक्टर उपेन्द्र देवकोटाले अपरेसन गर्दै गर्दा यो सर्ट खोलेर अपरेसन गर्दै गर्दा मैले जब यो स्वास्थ्यमा अलिकति छलाङ मारिसकेपछि एउटा त्यो अपरेसनमा ल पौडेल तपाईँ पनि बस्नुहोस्, धेरै जिज्ञासा राख्नुहुन्छ, उहाँलाई थुप्रै जिज्ञासा राखेको थिएँ मैले उहाँसँग। जब मेरो भेट भयो, अलिकति परिचय भयो, अनि त्यसरी हेर्ने मौका पाएको थिएँ मैले है। हुन त अब पिक्चरमा पनि अघि हामीले देख्यौँ, यहाँ हिरा सरले पिक्चर लगाइसकेको थियो। त्यस्तै हो, त्यो संरचनालाई उपचार यहाँभन्दा माथि उपचार गर्ने एलोपेथिक सिस्टममा, अरू सिस्टममा खासै यो कुराहरू दबाई औषधिहरू बनेको छैन। माइग्रेनको औषधि पाइसकेको छ हजुरहरूले, डिप्रेसनको औषधि पाउनु भएको छ, एन्जाइटीको औषधि पाउनु भएको छ छैन नि। खालि सूचना केन्द्रलाई प्यारालाइज गर्ने, सूचना केन्द्रमा आएको दुखाइलाई कम गर्ने होइन डाक्टर साहब, यही होइन त? यही कुराहरू चाहिँ छ। तर यहाँभन्दा माथि उपचार गर्न सक्ने कुरा के हो? रोयल जेली। यहाँभन्दा माथि उपचार गर्न सक्ने कुरा के हो? पोर्पोलिस। यहाँभन्दा माथि उपचार गर्न सक्ने कुरा के हो? बिकोले। यहाँभन्दा माथि उपचार गर्न सक्ने के हो? यार्सा, गानोडर्मा, नोनी, स्पिरुलिना, जिन्सेङ लगायतका हर्ब्समा भन्दैछु है मैले है। यो कुराहरूले चाहिँ यहाँभन्दा माथि भएको प्रब्लमलाई पनि डिटक्सिफिकेसन गर्न सक्छ। यसकारण हामी युटर्नमा छौँ, यसकारण हामी युटर्नको कुरा गर्छौँ। यस्तो खालको सेवा प्रदायक एपी नेचर केयर हस्पिटल भएको कारणले हामी युटर्नमा छौँ र हजुरहरूलाई पनि बार बार हामी यसरी भनिरहेका छौँ, आह्वान गरिरहेका छौँ कि मैले अघि पनि भने आज बेलुका 1600 मान्छेको बिचमा यो एपी थेरापीको कुरा र हर्ब्स थेरापीको कुरा बेलुका घर फर्किसकेपछि आज चाहिँ गरिदिनुहोस् है प्लिज। हजुरहरू स्टार लिडर भए पनि जे भए पनि 100 जनासँग आज बेलुका सम्पर्क गरेर हजुरहरूले कुरा गर्नुहोस् र त्यति म्यासेज मात्रै सुन, म आज यस्तो कार्यक्रममा गएको थिएँ होइन, अथवा थिएँ, अथवा यति अगाडिदेखि म त्यहीँ छु, तपाईँसँग अहिलेसम्म मेरो कन्ट्याक्ट भएको थिएन, भएको पनि थियो अगाडि तर यसरी म पेस भएको थिएन। मैले चाहिँ यो दुईटा थेरापीमा यस्तो यस्तो उत्पादनहरूबाट मैले प्रशस्त फाइदा पाएँ, मेरो परिवारले पाउनुभयो। अनि मसँग त स्टार लिडरहरूले त त्यसो पनि भन्न सक्नुहुन्छ, मसँग त 20,000 मान्छेहरू जोडिसकेछन् अहिलेसम्म, मसँग त 7,000 मान्छे जोडिसकेछन् अहिलेसम्म। ल है, हजुरलाई पनि यो मौका छ, एक दिन यसो मिलाएर भेटघाट गरौँ न होइन। युटर्नकै 25वटा जडीबुटीबाट बनेको हिमालयन एसटी पिउला यसरी कुरा गर्नुहोस् त, कसले नाइ भन्छ? नाइ भन्छ यो युटर्न। किनकि जब हामी यहाँनिर सङ्कल्प गर्छौँ बेलुका हामीले गर्छौँ। अब होइन त्यहाँ भन्नुभयो यो त व्यापारको कुरा रहेछ, यस्तो कुरा रहेछ, अब मैले पनि खाएको छैन, अनुभव गरेको छैन, कहाँ कुरा गर्ने भन्यो भने त्यो काम हुँदैन। त्यहाँनिर के हो? देयर इज बहानाले काम गर्यो। सुन्न त सुनेको। अनि खानु भएको रे मेरो दिदीले, हिजो एकजना सर आउनु भएको थियो क्या, मेरो श्रीमतीले खाएको 1 वर्ष भयो, अनि खासै यो यसको फाइदाको महसुस चाहिँ मैले गरिनँ भन्नुभयो होइन। अनि यहीँबाट एकजना सरले एकदम डिप्लोमेटिक आन्सर के दिनुभयो भने, सर हजुरले आफूले पनि खाएपछि, खाएर अनुभव गरेपछि पो अनि ठ्याक्कै भन्न सक्नुहुन्थ्यो त। श्रीमतीले त सबै कुरा बाँड्नुहुन्छ, जीवनको कुरा पनि बाँड्नुहुन्छ, प्रेमको कुरा पनि बाँड्नुहुन्छ। आज त प्रेम दिवस है, म यता आउँदै गर्दाखेरि मलाई मेरो प्रेमीले, श्रीमतीले दाइ कता हो भनेर भन्नुभयो है। त्यो पनि नयाँ नम्बरबाट हो, दाइ कता हो भन्नुभयो होइन। अनि मैले भने युटर्न प्रेमीकोमा जान लागेको
प्रेमिका त प्रेमिकाकैमा आएको म तपाईँहरू हेर्नुहोस् त कति हुँदो रहेछ। त्यहाँ त एकजनाले मलाई कल गर्नु भएको थियो मेरो श्रीमतीले, यहाँ त तपाईँहरू हामी त कति रहेछौँ 1600 रहेछौँ क्या। 1600को प्रेमलाई आउने कि एकजनाको प्रेममा बस्ने, यो युटर्न के। यसकारण हजुरहरूलाई उत्साह दिन चाहन्छु। यो थेरापी चाहिँ यस्तो कुरा हो। र हब्स थेरापीको मैले भने कमिङ सुन हामीसँग यासा गुम्बाको प्रोडक्ट आउँदैछ, गानोडर्माको प्रोडक्ट आउँदैछ, डबल पावरको पनि सिङ्गल पावरको पनि, जिन्सेङको प्रोडक्ट आउँदैछ। यो चाहिँ नेपालमा बनमुला भन्ने गरिन्छ तर कोरियन पेनेक्स जिन्सेङ हो। त्यस पछाडि नोनी मोरिन्डा सिट्रिफोलियाको प्रोडक्ट आउँदैछ, स्पिरुलिना समुद्रको लेउ एल्गीको प्रोडक्ट आउँदैछ। यो कुराहरूले चाहिँ के गर्दो रहेछ, मेजर कुरो योभन्दा माथि पनि भएका टक्सिनलाई डिटक्सिफिकेसन गर्न सक्छ। एकदमै छोटो कुरा हो। यसकारण हामी यति भन्दै मेरो यो प्रस्तुतिलाई यही राख्न चाहन्छु। हिरा सर। हस्, थ्याङ्क यू सर। जय युक्रेन।